सबैजना नमस्कार। सबैजना न्यानो अभियान भन्नु चाहिँ अब धेरै सामाजिक सञ्जालमा धेरै चाहिँ दूषित दुर्गन्ध चाहिँ देखिँदै आएको छ। गणतन्त्र र राजतन्त्रका सवालमा चाहिँ अहिले बजारमा धेरै चर्चा भएको सुनिएको छ, देखिएको छ होइन। म चाहिँ के भन्छु भने सिधै पोइन्टमा आउँछु। गणतन्त्र भनेको चान्चुने सङ्घर्ष, चान्चुने बलिदान, चान्चुने मेहनत, चान्चुने ऊबाट चाहिँ आएको चाहिँ होइन है। यो चाहिँ सबैले बुझ्नुपर्छ। नबुझेको पनि इतिहास पल्टाएर हेरेर के हो त गणतन्त्र भने कसरी आएको त भनेर बुझ्नु चाहिँ पर्छ है। अब मान्छेलाई लाग्ला अहिले चाहिँ मान्छेले चाहिँ सामाजिक सञ्जालमा र्याली गरेर नारा जुलुस गरेर दुई चारजना उफ्रिँदैमा, दुई चारजना कराउँदैमा होइन, दुई चारजना मण्डलीका बुद्धिजीवीहरू कराउँदैमा, दुई चारजना मण्डलीहरूमा लागेर के गर्न आफ्नो सेवा रोटी सेक्नु पाउँछ कि आफ्नो चाहिँ स्वार्थ सिद्ध हुन्छ कि होइन, मेरो त्यहाँ गएर बिग्रेको कामहरू बन्छ कि भनेर लागेको चाहिँ देखिएको छ होइन। तर म चाहिँ के भन्छु भने नेपालमा राजतन्त्र आउनु भनेको ठुलै रगत बगाउनु चाहिँ पर्छ, त्यसै आउँदैन। गणतन्त्र पनि त्यसै आएको होइन है। 17,000 चान्चुन मान्छेले भन्छन्, त्योभन्दा बढी नै चाहिँ मान्छेहरूले योगदान दिएको छन्, शहादत प्राप्त गरेछन्, वीरगति प्राप्त गरेका छन्, शहीद भएको छन्। राजनीति भाषामा भन्दाखेरि शहीद भएका छन्। त्यसै चाहिँ गणतन्त्र आएको भने मान्छेलाई लागेको छ भने त्यो मान्छेको भुल हो, मूर्खता हो। त्यो जस्तो अज्ञानी चेतना नभएको मान्छे भन्छु मैले चाहिँ मेरो हिसाबमा, मैले भन्नुपर्दा चाहिँ गणतन्त्र त्यसै आएको हो। मान्छेले यत्रो सङ्घर्ष बलिदान गरेर चाहिँ आएको छ। त्यो बलिदान गरेर आएको गणतन्त्रलाई तपाईँहरूले हल्का रूपमा लिने, म त भन्छु तपाईँहरूले खेलाइँची सोच्नु भएको होला गणतन्त्रलाई। गणतन्त्र फाल्यो भने के हुन्छ तपाईँलाई थाहा छ? के हुन्छ थाहा तपाईँहरूलाई? मलाई चाहिँ थाहा छ। तपाईँलाई थाहा नभए मेरो कुरा सुन्नु। गणतन्त्र फाल्यो भने नेपालमा फेरि हतियार उठाउँछ। कसले उठाउँछ भन्दा क्रान्तिकारीले उठाउँछ। क्रान्तिकारी भनेको हो थाहा? हामी जस्तो मान्छे हो क्रान्तिकारी भनेको। हामी जस्तो मान्छे अहिले चुप लगाएर बसिरहेको छौँ। हामी जस्तो मान्छे उठ्नु पऱ्यो भने, हामी जस्तो मान्छे उठ्नु जाग्नु पऱ्यो भने के हुन्छ देशमा? तपाईँहरूले सोच्नु भएको होला माओवादी आयो, सेलाइहाल्यो भनेर सोच्नु भएको होला। त्यसो नसोच्नुहोस्। माओवादीले हतियार बिसाएको मात्रै हो, चलाउनु नजानेको होइन। त्यत्रो बहिरी गाउनु भएको लाल सेनाहरू अहिले पनि समाजमा छन्, जिउँदै मरे शहीद भइहाल्यो, जिउँदै छन्। तिनीले फेरि हतियार उठायो भने तपाईँको के हुन्छ हालत? गृहयुद्ध हुँदैन कि? नेपालीले गृहयुद्ध चाहेको हो? नेपाली जनताले गृहयुद्ध चाह्यो भने भन्नुहोस्, आउनुहोस् हामीसँग। तपाईँ जस्तो मण्डलीहरू, तिमीले जस्तो कुहिएको स्यालहरू हो माओवादी भनेको। माओवादी शान्त मात्रै भएको हो। जाग्नु पर्यो भने के हुन्छ? हतियार चलाउन जानेको मान्छेहरू हो। फेरि बिर्सेको होइन हतियार चलाउनलाई। मण्डलीहरूलाई म के भन्छु थाहा छ? तपाईँको हिम्मत छैन यो व्यवस्थाको विरुद्धमा हतियार उठाएर देखाउनु। एउटा जना हतियार उठाउनु हिम्मत छैन तिमीहरूसँग कसैसँग हतियार उठाउनु। थाहा? रोडमा कराएर गणतन्त्र फाल्न सकिँदैन, थाहा छ? गणतन्त्र त्यसै रोडमा कराएर आएको पनि होइन। शहादत प्राप्त गरेर जिन्दगी मान्छेले आहुति दिएर आएको छ, बलिदान बगाएर आएको छन्। यो त्यसै आएको हो गणतन्त्र। मजाक लिएको गणतन्त्रलाई। ल गणतन्त्र फालेर देखाउँदा तिमीहरूले दही चिउरे त्यो लिङदिल सारा जनजातिको छोरा भएर चाहिँ राजाको पाउमा गएर चाहिँ गुलामी गर्ने, दासीमा फर्किने, त्यो 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 दुर्गा पछाइ भन्ने साला कुत्ता माओवादीमा आयो। पहिला सुरु माओवादीमा गएर आएर चाहिँ आफ्नो स्वार्थ सिद्ध गरे, केही सिद्ध गर्न बाँकी थियो। एमालेमा गयो, एमालेमा सिद्ध भएन। अनि अहिले राजावादीमा गएको कुकुर मोदी भात चाख्दै हिँड्ने मुर्गा। त्यसलाई मात्रै भात चख्यो हामीले हाम्रो भाषामा, नेपाली ठेट भाषामा। आधा घरमा भत्तुवा लाग्दै हिँड्ने हुन्छ नि,
यस्तो भनेर राजनीति गर्ने मान्छे त्यस्तो हुन्छ? एउटा सिद्धान्तमा एउटा अडानमा बसेको देशलाई राजनीतिक सिद्धान्तमा लगाएर डोराएर चाहिँ एउटा गन्तव्य पुर्याउन सकिन्छ। लु 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 यता चाख्ने उता चाख्ने त्यसो राजनीति होइन, त्यो त भणुवा हो, भणुवा। त्यस्तो मान्छेहरू भन्छ भणुवा। लु त राजतन्त्र ल्याएर देखाऊ त। हामी जस्तो मान्छे उत्रिन्छौँ फिल्डमा, हामी जस्तो मान्छे उत्रिन्छौँ। हतियार बोकेर त्यो पनि त्यसै होइन। तिमीहरू यस्तो मोटरसाइकल रेली गरेर हिँड्ने होइन, हामी हतियार बोकेर हुन्छ। जसको हाम्रो गणतन्त्र विरुद्धमा उभिन्छ नि त्यसको चाहिँ हामी धच्ची उडाउँछौँ। हामी के चुप लागेर बस्छौँ? क्रान्तिकारी पनि कहिले पनि सेलाएर बस्दैन। शान्त एकछिन हुन्छ, फेरि जाग्न पनि के हुन्छ? आगो बल्छ देशमा, आगो आगो बल्छ। आगो निभाउनु गाह्रो हुन्छ। जस्तै 2052 सालमा सानो झिल्का लागेको थियो नि, त्यो झिल्का के भयो? 240 वर्षको राजतन्त्र समाप्त मात्र गरेन कि देशमा आमूल परिवर्तन ल्यायो। अहिलेको अधिकार माओवादी ल्याएको हो। कोही माइके काङ्ग्रेस एमाले ल्याएको। काङ्ग्रेस एमालेको राजनीतिक सिद्धान्त, राजनीतिक एजेन्डै राजतन्त्र, बहुदलीय राजतन्त्र व्यवस्था थियो। माओवादीको 2052 सालको आन्दोलनपछि आधी भेरी जनताहरू सहभागी भएर ल्याएको व्यवस्थामा सबैको अधिकार समान छ। हो, गणतन्त्रमा के कमजोरी भएकै छ, त्यसलाई सुधार गर्नुपर्छ। सबै कुरो सिक्दै जाने हो, गर्दै जाने हो, सुधार गर्दै जाने हो। राम्रो कुरालाई अँगाल्दै जाने हो, नराम्रो कुरालाई फाल्दै जाने हो। त्यही व्यवस्था हो राजतन्त्र फालेको, नराम्रो व्यवस्था दासयुगलाई फालेको। दासयुग भनेको थाहा? मान्छेलाई पशु व्यवहार गर्ने दासयुग भनेको। अहिलेको युग भनेको के छ? गणतन्त्र युगमा थाहा? अन्यथा नलिने साथीहरू, दलितहरूलाई हिजो पिँढीको डिलमा राखेर, आँगनको डिलमा राखेर खाना दिने व्यवस्था हो दासयुग भनेको। अहिलेको युग भनेको समानुपातिक, समान हैसियत। अहिलेको जानुहोस् त वडामा तपाईँले देख्नु भएको हुन्छ, हामीले हेरिरहेको पनि छौँ। वडामा दलित नभइकन कुनै पार्टीको मन नै दर्ता हुँदैन निर्वाचन आयोगमा, थाहा छ? यो व्यवस्था भनेको। अहिले त्यो दलितहरूलाई नमस्कार गर्नु पऱ्यो भनेर चाहिँ तिमीहरू त ऊ भएको होइन, सपोर्ट भएको होइन। जनजातिले अधिकार पायो भने चाहिँ तिमीहरू छटपट्टि भएको होइन। मुसलमानले चाहिँ अधिकार पायो भने चाहिँ छटपट्टि भएको होइन। महिलाले अधिकार पायो भने महिला ऊ हेर्नु त, विद्यादेवी भण्डारी जुन चाहिँ कामरेड मदन भण्डारीको श्रीमती हुनुहुन्थ्यो, उहाँ के थियो राजनीति हैसियत उहाँको? चुलो चौकामा बसेर मान्छे छोरीलाई हुर्काउँदै बस्दै राजनीतिमा अलिअलि हल्का सहभागी हुँदै बसेको मान्छे होइन हो। यस्तै मान्छेहरूले चुलो चौकामा गर्ने मान्छे पनि देशको कार्यकारी प्रमुख, देशको मुख्य अभिभावकको ठाउँमा पुग्ने व्यवस्था हो गणतन्त्र भनेको। अहिलेको ठेट्नाहरू हावामा कुदेको छन् देखे हो। ठेट्नालाई म के भन्छु, तिमीहरू राजनीतिमा सङ्घर्ष गर, तिमीहरू पनि राष्ट्रपति बन्न सक्छौ, भोलि तिमीहरू प्रधानमन्त्री बन्न सक्छौ, मन्त्री बन्न सक्छौ, सांसद बन्न सक्छौ, वडाध्यक्ष बन्न सक्छौ। दलित साथीहरूले पनि आफ्नो ठाउँबाट जाग्नुहोस्, आफ्नो अधिकार संविधानले प्रतिबद्ध गरेको छ, दिएको छ, त्यसलाई उपभोग गर्नुहोस्। आफू केही पनि नगर्ने, अनि यो व्यवस्थाले केही गरेन, यो व्यवस्थाले केही दिएन, दिएन। अहिले आएको गणतन्त्र आएको व्यवस्था कति वर्ष भयो? 240 वर्षसम्म गर्न नसकेको चिज गणतन्त्रले 10 वर्षमा गरेर देखाएको छ। हो, कमजोरी केही भएको छ, त्यसलाई सुधार गर्नुपर्छ। सुधार गर्न नसक्ने कुराहरू होइन नि, छ। अब 2084 मा चाहिँ माओवादीले चाहिँ एकल बहुमत दिनुहोस् त, हामी शिक्षा स्वास्थ्य निःशुल्क गर्छौँ, संविधानमा लेखेको छ, हामी लागू गर्छौँ। संविधानले लेखेको छ, अधिकार त्यहाँ संविधानमा किटानुसार लेखेको छ। रोजगारको व्यवस्था, शिक्षा स्वास्थ्यको चाहिँ राज्यले चाहिँ बेहोर्ने, राज्यले हेर्ने भनेको छ। देऊ न अधिकार, हामीलाई देऊ त, अथोरिटी देऊ त, हामीले गर्छ गर्दा अनि गरेन भने बल्ल भन। बहुमत नदिने अनि अहिले आएर चाहिँ यहाँ गरेन भन्न पाइन्छ? नेपाली जनताको यो सबभन्दा ठुलो गल्ती हो यो। तपाईँहरूले दिनुहोस् बहुमत, अनि त्यसपछि तपाईँले भन्नुहोस् हामी पड्काउँछौँ हाम्रा नेताहरूलाई,
हाम्रो चाहिँ अग्रजहरूलाई यदि अधिकार दिएन भने हामी नै हान्छौँ हाम्रो नेताहरूलाई। हामी छैनौँ, हामी मरेका छौँ। यो त हाम्रो नेताहरूले नगरोस् त, संविधान सभा चाहिँ लागू नगरोस् त। किनभने अहिले चाहिँ गर्न नसकिने हाम्रो बहुमत छैन। बहुमत नभएपछि मान्छेले राजनीतिमा गणितको खेल हुन्छ। अनि मल्टिपार्टी सिस्टममा यही हो सबभन्दा विडम्बना कुरो। त्यही भएर त माओवादी अहिले उठाइरहेको छ। हिजो पनि संविधान लागू गर्ने बेला पनि नोट अफ डिसेन्ट माओवादी लेखेकै हो। यो सबै विविध कुरा हो नि। हाम्रो योमा सहमति छैन भनेर भनेकै हो। कार्यकारी राष्ट्रपतिको चाहिँ नोट अफ डिसेन्ट लेखेकै हो। त्यो चाहिँ हाम्रो रिजर्भमा थियो। अब चाहिँ हामीले उठाउँदैछौँ। माओवादी उठाएको पनि छ, हिजो पनि उठाएको थियो, आज पनि उठाउँछ, भोलि पनि उठाइरहन्छ। यो चाहिँ तपाईँले भन्यो होला प्रचण्ड सिद्धिएपछि राजनीति यो माओवादी सिद्धिन्छ, त्यस्तो होइन। प्रचण्डले यदि भनेको छैन, म मरेर गए पनि माओवादीहरूले मरेको ठाउँबाट माओवादीको च्यानबाट उठाएर पनि यो माओवादीको आन्दोलन अगाडि बढाउँछ। पुस्तान्तरण हुन्छ क्या, यही हो पुस्तान्तरण भनेको। राजनीति पुस्तान्तरण भनेको तपाईँलाई थाहै छैन। कमरेड प्रचण्डले त अगुवा गरेर यहाँसम्म ल्याइदिनु भएको छ, ल्याइराख्नु भएको छ। अझ पनि उहाँले देख्नुहुन्न उहाँको चाहिँ जोस जान कस्तो देख्नुहुन्छ तपाईँले देखिरहनु भएको नि सामाजिक सञ्जालमा। कोही नेता छ त्यस्तै हिँड्ने, त्यसै वाकिङ गर्न सक्ने। रामचन्द्र पौडेल हाम्रो राष्ट्रपति, सम्मान गर्छु म उहाँलाई। तर हिँड्नलाई पनि दुईजनाको सहारा चाहिन्छ। केपी ओलीलाई पनि हिँड्नुको दुईजनाको सहारा चाहिन्छ। शेरबहादुर राल छोडेर बस्ने कुरै नगर्नु त्यो रालेको है। प्रचण्ड हेर्नुहोस् कस्तो छ। तपाईँले साथ दिनुहोस्, 2084 साथ दिनुहोस्। हामी देशको व्यवस्थामा आमूल परिवर्तन गरेर छाड्छौँ। हाम्रै पालामा चाहिँ समृद्धि बनाउँछौँ नेपाललाई। हाम्रै पालामा चाहिँ यो देशलाई चाहिँ माथि उठाएर छोड्छौँ। तर तपाईँहरूले साथ दिनु, जनताहरूले साथ दिनु पर्यो। यो किनभने यो मल्टिपार्टी सिस्टम भएको हाम्रो व्यवस्था अहिले नै भएको हुनाले यसमा जनताको साथ चाहिन्छ। यस्तो चाहिँ 2 लिटर पेट्रोल हालिदिएर कुद्ने, एक बोतल रक्सी, एक टुक्रा चाहिँ मासुमा बिक्ने जनता भएन देश नबनेको हो क्या। देश नबने भन्नुपर्दा चाहिँ वास्तविक कुरो त यो हो। नेपाली जनता सचेत भए पनि नेता त दायाँ बायाँ गर्नै पाउँदैन नि। कहाँ पाउँछ? खबरदारी गर्न पर्यो जनताले। नेता दायाँ बायाँ गर्न लाग्यो भने यही कुरामा चाहिँ अलि मलाई चाहिँ अलिकति ऊ भइरहेको थियो, मनमा एकदम खड्किरहेको थियो कि यस्तो चाहिँ गर्नु हुँदैन हो साथीहरू। 4 जना कराउनु राजतन्त्र आउँदैन। यो चाहिँ 100% ठोक्को आयो मेरो। म पनि कराउँछु नि खेर ल, आएको व्यवस्था आउनु भयो भने। मलाई पनि यो चाहिँ व्यवस्था अलिक चित्त बुझेको छैन। यो व्यवस्थामा कमजोरी छ होइन। त्यही भएर त उहाँ विप्लवले छुट्टै भनिरहेको छ। यो व्यवस्थामा चाहिँ वैज्ञानिक समाजमा भनिरहेको छ त। विप्लवजी हो भने आउनुहोस्, हातेमालो गरेर जानुपर्छ, सबै साथमा जानुपर्छ होइन। वामपन्थी भन्नेहरू एमाले जस्तो हुनु हुँदैन है। एमाले जस्तो त हुँदैन। त्यो चाहिँ एकदम गलत छ। उनीहरूको चाहिँ परिपाटी नै ठिक छैन। एमालेको साथीहरूको मैले देखाएको पनि छु होइन। त्यस्तो चाहिँ हुँदैन। वामपन्थीहरू भन्ने आफ्नो धुन आफै मात्रै सोझाउने गरेर जनताको लागि यिनीहरूले के गरे? केही गर्यो? केही नगर्ने। अहिले पनि त ल केपी ओली त वामपन्थीको चाहिँ मान्छे छ त। केपी ओली भन्ने जन्तु छ त त्यहाँ। प्रधानमन्त्री प्रणालीमा त ऊ छ त अहिले। खोइ त गरे? किन गर्ने होइन उसलाई। उनीहरूलाई एमाले भनेको चिज जनतालाई अधिकार दिनै होइन, दिनु आएको पार्टी होइन एमाले भनेको। काङ्ग्रेस त कुरो नगर्नु। काङ्ग्रेस भनेको त राजा र मेरो घाँटी बराबर भन्ने बिपीले भने होइन। बिपीले भने होइन, बिपी कोइरालाले राजा घाँटी तल मेरो घाँटी माथि भन्ने काङ्ग्रेस कालो हो, कालो काङ्ग्रेस। यो देशमा नेपालमा आमूल परिवर्तन, जनताको अधिकार, जनताको सुसम्पन्न अधिकार, जनताले दिने अधिकार भनेको माओवादी पार्टी मात्रै हो। देशमा आमूल परिवर्तन गर्छ भने माओवादी गर्छ, अरू कसैले गर्दैन। यो चाहिँ बुझिराख्नुहोस्। राजतन्त्र ल्याउने भन्दैन, राजतन्त्र ल्याएर देखाउनु अनि भोलि के हुन्छ।
हामी जस्तो मान्छे निस्किन्छौँ फिल्डमा, हामी अहिले भित्र बसेका छौँ पर्दा पछाडि, हामी फिल्डमा उत्रियो भने के हुन्छ थाहा? हामीले हतियार चलाउन बिर्सेको चाहिँ छैन, यो बुझ्नुहोस्। यदि मण्डलहरू हिम्मत छ हतियार उठाएर यो देशको विरुद्धमा जानलाई, हिम्मत छ भने निक्लिनु, ओपन च्यालेन्ज, यो व्यवस्था विरुद्ध निकालेर देखाउनुहोस् त, ल देखाउनुहोस् त, ल छैन हिम्मत हुनुपर्छ। माओवादीले त्यो हिम्मत गरेको हो, माओवादीसँग त्यो हिम्मत छ। ल त यो व्यवस्था उल्टाएर देखाऊ त, व्यवस्था उल्टेको भोलिपल्ट हामी निस्किन्छौँ फिल्डमा, त्यो पनि फिल्डमा के फिल्डमा, त्यस्तोमा होइन, र्यालीमा होइन, हामी फिल्डमा। छन् त माओवादीको जन्मिली सिसानाहरू अझै पनि छन्, यही समाजमा बसेका छन्, त्यही समाजबाट निस्किन्छौँ हामी। दुलोबाट कमेला निस्केर हामी चाहिँ के गर्छौँ अनि देशमा उत्पाद मचाउँछौँ, उत्पाद भन्नु थाहा छैन सुन्नु। के नेपाली जनता गृहयुद्ध चाहेको हो त? चाहेको होइन भने जे छ त्यसमै चित्त बुझाउँ, यसलाई के गर्न सकिन्छ, परिमार्जन गर्न सकिन्छ, यसलाई सुधार गर्न सकिन्छ, यसलाई टिकेर यो देशलाई आमूल परिवर्तन गरेर जनताको अधिकार जनताले दिनुपर्छ। माओवादीको सिद्धान्त तपाईँहरूले बुझ्नु भएकै छ। अहिले हामीले नेपाली जनताले ट्याक्स तिरेका छौँ नि, त्यो तिरेको ट्याक्स जनतामा फर्किनुपर्छ भन्ने मान्यता हो हाम्रो माओवादीको। फर्किया पनि छ, केही हदसम्म फर्किया पनि छ, अलिकति मिलेको छैन, केपी जस्ताहरूले दिएको छैन। केन्द्रको अधिकार वडासम्म, जनस्तरसम्म, स्थानीयसम्म दिनुहुन्न भन्ने केपीको अडानले नै अहिले चाहिँ सङ्घीयमा प्रदेशमा चाहिँ अधिकार नदिएको। माओवादी त के प्रचण्डले त बाह्रमा भनिरहेको सङ्घीयलाई अधिकार दिनुपर्छ, स्थानीयताले फुल अधिकार दिनुपर्छ भनिरहेकै छ। केपीले दिनुहुन्न भनेर यहाँसम्म तन्किरहेको छ। तपाईँले बुझ्नुहुन्छ कि हुन्न? बुझ्नु भने बुझ्नुहोस्, बुझ्ने कोसिस गर्नुहोस्, इतिहास पल्टाउनुहोस्, इतिहास पढ्नुहोस्। माओवादीको चाहिँ योगदानले मात्रै यो गणतन्त्र व्यवस्था आएको भन्नुहुन्छ मान्छेहरू। यो चाहिँ विदेशी डलर ल्याइदिएको होला, आर्थिक रूपमा केही पाटोहरू चाहिँ चाहिन्छ पनि। हरेक पार्टीले चाहिँ राजनीतिमा चुनावमा सबै पार्टी चन्दा उठाउनु चलन छ, माओवादीले पनि केही चन्दाहरू लिए होला, त्यो हामी स्वीकारेका छौँ। तर जनताले हो नि त सङ्घर्ष गरेर ल्याएको त, उसले ल्याइदिएको, अमेरिकाले ल्याइदिएको होइन, चाइनाले ल्याइदिएको होइन, इन्डियाले ल्याइदिएको त होइन नि गणतन्त्र त, नेपाली जनताको नेताहरूले नि लेखाएको हो संविधानमा त गणतान्त्रिक व्यवस्था भनेर। त्यही भएर अलिकति बुझ्ने कोसिस गरौँ, त्यसै हावा नकुदौँ है साथीहरू, हावा कुद्यो भने त्यस पछाडि पर्छ। अब 84मा हामीलाई चाहिँ माओवादीलाई एकल बहुमत दिनुहोस्, त्यसपछि तपाईँले गर्ने भने हामीलाई भन्नुहोस् न, हामी आलोचना सहन पनि तयार छौँ, विरोध सहन पनि तयार छौँ। र तपाईँले दियो भने, तपाईँले मौका दिनुभयो भने देशलाई आमूल परिवर्तन गरेर छोड्छौँ हामी माओवादी। त्यो हामी क्रान्तिकारी हो, हामी भुल्लकड होइन, हामी मण्डली होइन, हामी एमाले पनि होइन, हामी काङ्ग्रेस पनि होइन, हामी शुद्ध प्योर माओवादी हो। हामी माओवादी हो, त्यो पनि प्योर, त्यो होइन, झल्लो राम होइन, हामी त्यो दोगला होइन, हामी सिधा प्योर माओवादी हो। हामी जनताको पक्षमा हामी जे गर्न तयार छौँ, हामी मर्न पनि तयार छौँ, मार्न पनि तयार छौँ। हामी त्यो माओवादी हो, जनताको लागि, हाम्रो लागि होइन। हामी पनि त्यही भित्र पर्छौँ, नेपाली जनताभित्र पर्छौँ। र अधिकार जनतालाई दियो भने त्यो अधिकार हामीले पनि पाएको बराबर हो। हामी त्यो मान्यतामा छौँ कि माओवादी भनेको। अहिले जनजाति होइन, मधेसी, महिला, दलित, अल्पसङ्ख्यक होइन, सबैले अधिकार दिएको नपचेको तपाईँहरूलाई, ल त यो अधिकार दिएको अधिकार तपाईँले उल्टाएर देखाउनुहोस्, त्यसको नतिजा भोग्नु तयार रहनुहोस् भन्दै लाल अभियान भन्दै मेरो 2 शब्द यहीँ टुङ्गाएँ। जय नेपाल, माओवादी जिन्दाबाद, क्रान्तिकारी लाल सलाम, शहीदहरू अमर रहून्।